नौ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आज पहिलो दिन र पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई 3-0 को सोझो सेटमा पराजित गरेको छ र नेपाल पुलिस क्लब साबिक विजेता पनि पुग्यो यो च्याम्पियनसिपको र आजको खेलको प्लेयर अफ द म्याच बन्नुभएको छ पुनम चन्द। आउनुहोस् मलाई स्वागत गरौँ। स्वागत छ, बधाई पनि। थ्याङ्क यू दाई, थ्याङ्क यू सो मच। आज अलिकति खेल चाहिँ सुरुमा हेर्दाखेरि चाहिँ एपिएफले अलिकति कडा टक्कर दिएला जस्तो देखिएको थियो, तर पछि तपाईँहरूले कभर गर्नुभयो। सुरुमा चाहिँ कस्तो खालको मेन्टालिटी भयो तपाईँ? सुरुमा भन्नुपर्दा उहाँको टिममा 2 जना एड भएको छ। उनीहरू राम्रै प्लेयर हो एभरेजबाट खेल्दाखेरि, अनि सुरुमा लाग्थ्यो स्ट्रङै हुन्छ भनेर। अब सुरुमा ठ्याक्कै जज गर्न पनि मिल्दैन अरूको टिमलाई, अनि खेल्दै खेल्दै जाँदाखेरि देखिँदै जानियो, अनि बिस्तारै हाम्रो मिस्टेकहरू करेक्सन गर्दै गयौँ, अनि राम्रो भयो। तपाईँहरूको भनेको तपाईँ एउटा एक्सपिरियन्स टिम पनि होइन, अब तपाईँहरू धेरै पटक च्याम्पियन बन्नु भइसक्यो, काबा खेल्न जाने तयारीमा हुनुहुन्छ, त्यो हिसाबले तपाईँहरूको टिममा चाहिँ अझै पनि केही सुधार गर्नुपर्ने कुराहरू छन् भन्ने लागिरहेछ कि? हजुर, अझ नै हामीले धेरै सुधार गर्नुपर्ने छ, किनकि हाम्रो अहिले पनि ब्लकहरू विक देखिरहेको छ, अझ रिसिभहरू पुगिरहेको छैन, जति हाम्रो हुनुपर्ने हो त्यति भइरहेको छैन। अब आगामी गेमहरूमा हुन्छ। पुलिस भन्ने बित्तिकै एउटा चाहिँ महिला टिम भन्ने बित्तिकै एउटा पुरुषमा होस् या महिलामा होस् तपाईँहरू जहिले पनि एउटा च्याम्पियन खालको छवि बनाउनु भएको छ। यसपटक तर एनबिए च्याम्पियनसिपमा चाहिँ फाइनलमा चाहिँ तपाईँहरूको सोचे जस्तो हुन सकेन। हजुर, त्यो फाइनलमा के थियो भन्दा अब हामी जित्छौँ भन्ने मेन्टालिटीका साथ आएको थियो, तर अब टिम गेममा अनि एकजनाको पर्फर्मेन्सले राम्रो हुँदैन, अनि हाम्रो टिम गेममा हेर्ने हो भन्दाखेरि सानो सानो मिस्टेकहरू धेरै भयो फाइनल गेममा, अनि त्यसलाई कभर गर्छु भन्दा नै म्याच नै गइसक्यो, अनि ठिकै छैन। अब यो गेममा सुधारेर हामी फेरि आउनेछौँ। अब अहिले हेर्ने हो भने चाहिँ लगभग सबै उस्तै जस्तो देखिएको छ। अलिकति आर्मी चाहिँ अलिक कमजोर जस्तो देखिएको छ। बाँकी अब अहिले एपिएफको खेल आज हेऱ्यो भने अलिक कम्पिटेटिभ म्याच उहाँहरूले दिन सक्नु भएको छ। पुलिस भयो, न्यू डायमन्ड भयो, त्यो 4वटा टिम हाम्रो नेपालको कन्टेस्टमा कुरा गर्ने हो भने त उस्तै खालको देखिन्छ। त्यसले चाहिँ तपाईँहरूलाई कतिको खेलमा भनौँ न, तपाईँहरूलाई आफ्नो खेल सुधार्नको लागि चाहिँ कतिको मद्दत गर्छ? धेरै नै हुन्छ, किनकि भन्दाखेरि आफूसँग कम्पिटिसन गर्ने बलियो भए पो हामी पनि इम्प्रुभ गर्दै जाने हो। त्यही लेभल भइराख्यो भने त हाम्रो लेभल पनि माथि जाँदैन नि त। अनि सबै विभाग भन्छु, अझ परदेशबाट पनि स्ट्रङ भएर आयो भने चाहिँ हामी क्लबभन्दा पनि एउटा नेसनल टिम बलियो हुने हो। त्यही भएर चाहिँ परदेशबाट होस् जहाँबाट होस् एउटा बलियो टिम भएर आयो भने चाहिँ सबै प्लेयरहरूलाई प्रफिट नै हुन्छ। तर त्यो यो ब्याक टु ब्याक च्याम्पियनसिपले गर्दाखेरि त्यसले तपाईँलाई रिकभरीको लागि चाहिँ कतिको समस्या हुन्छ? हजुर, अलि यो रिकभरी र अनि रेस्ट राम्रो भयो भने चाहिँ पर्फर्मेन्स राम्रो हुने हो, तर यो गेम अलि ढिलो भइदिएको भए अझ बेस्ट हुन्थ्यो। ठिकै छ, अब हामीले मेन्टालिटी अब त्यही थियो, 3 दिन ग्याप छ, अनि त्यो खेल्ने हो भने हामीले मजाले रेस्ट गऱ्यौँ, आफूले पुग्ने जति रेस्ट गऱ्यौँ, अझ धेरै रेस्ट भइदिएको भए चाहिँ झनै राम्रो हुन्थ्यो। हुन्छ, यहाँको सुरुवात राम्रो भएको छ, विजयी सुरुवात गर्नुभएको छ। भोलि फेरि तपाईँहरूको खेल छ आर्मीसँग, त्यसको लागि शुभकामना, आजको लागि बधाई। थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो पुनम चन्द, नेपाल पुलिस क्लबको, जसको आजको खेलको प्लेयर अफ द म्याच बन्नुभएको थियो। भोलि पनि फेरि हामी 2वटा खेल प्रत्यक्ष प्रसारण लिएर तपाईँहरूको बिचमा आउने नै छौँ। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको बिचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल न्यू डायमन्ड र एपिएफका बिचमा हुनेछ। त्यो दुवै खेलको प्रत्यक्ष प्रसारण लिएर हामी तपाईँहरूको बिचमा आउनेछौँ। आजको लागि फोटो घरलाई, यो क्यामेरामा यो प्राविधिक सहयोगमा फोटो घरलाई धन्यवाद दिँदै आजको हाम्रो सबै युनिटलाई बिदा दिनुहोस्। हाम्रो समाचार र हाइलाइटहरू हेर्दै गर्नुहोला। आजको लागि बिदा दिनुहोस्। नमस्कार।